नमस्कार। 2082 फागुन 18 गते सोमबार। मौसम विश्लेषण। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था। हाल कोशी प्रदेशको पहाडी तथा हिमाली भूभाग लगायत बाँकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहेको छ। आज 2082 फागुन 18 गते सोमबार। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग सहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभाग सहित गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। चेतावनी तथा परामर्श जारी। मिति 2082 फागुन 18 गते सोमबार। कोशी प्रदेशको पहाडी र हिमाली भूभाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बस्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु हुन अनुरोध छ। साथै पछिल्लो मौसमी सूचनाको जानकारी लिनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ। मौसम सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्नुहोस्। मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर, काठमाडौँ। फोन 1155 1014 113 119 1014 113 345।